जहाँ गए पनि एउटा राम्रो विकास देखिन्छ हैन। अनि फेरि कहिले होला मेरो देश यस्तो भन्ने कुरा छ है। अब नेताहरूले चाहिँ बजेटभन्दा नि बढी पैसाहरू चाहिँ मजाले भ्रष्टाचार गर्दो रहेछ नेपालमा। त्यो कारणले गर्दाखेरि चाहिँ उनीहरूले विकासभन्दा नि भ्रष्टाचार गरेर आफ्नो छोराछोरीलाई सुखसायलको जिन्दगी दिने, लग्जरियस जिन्दगी दिने। त्यो कारणले गर्दाखेरि नेपाललाई विकास भएन। किनकि यो गर्नलाई त एउटा आइडिया हुनु पऱ्यो, कार्यशक्ति हुनु पऱ्यो हैन। अब सफा सुग्घर जहाँ पनि अब खेती गर्ने ठाउँमा खेती गर्ने, घर बनाउने ठाउँमा घर बनाउने, सफा सुग्घर गर्ने, रोजगारी दिने। यो त नेताहरूको एउटा नीतिमा भर पर्ने कुरा हो नि त। यत्रो वर्ष भइसक्यो, हरेक वर्ष हरेक महिना हरेक दिन कुर्सी र पदको बाहेक कुनै पनि कुरा गर्दैनन् नेपालमा नेताहरूले। अब हामीले सम्पूर्णले बुझ्नुपर्छ कि नेताहरूले जनताको आँखामा छारो हाल्ने मात्र काम गरे। विकास भनेको यस्तो हुन्छ, यो कुरा चाहिँ सबैले बुझ्नु